फाइनल्ली गाइज आज हामी चाहिँ यसो घुम्न गइरहेको छौँ सल्यानतिरै अलिअलि घुम्दै डुल्दै। ल गाइज इन्ट्रो सुनिदिउँ त। खान ए 3 खान 4 खान गरेर एउटा गर्लफ्रेन्डले छोडिसकि। मेरो दुईटा छ गर्लफ्रेन्डको कुरा गर्छ घरमा त मेरो थुप्रै छ अहिले यसको पो भागिसक्यो मेरो ल एउटाको गर्लफ्रेन्ड चाहिँ भाग्यो रे, एउटाको चाहिँ घरमा थुप्रै छ रे, 2-3टा गर्लफ्रेन्ड घरमै छ गरे। एउटा गर्लफ्रेन्ड उता छ समाइला छ, एउटा गर्लफ्रेन्ड मेरो समाइला छ, एउटा गर्लफ्रेन्ड अहिले काठमाडौँ छ, अनि एउटा गर्लफ्रेन्ड कता छ। अहिले मेरो नर्सहरू मैले पढाइदिरहेको छ हैन, पुरा नर्सहरू अहिले मलाई तेरो फिता भइदिरहेको के एक खुसियालीले एउटा चुरोट जगाइदिनु। ल साला सागर कति झुकेको नि साला गर्लफ्रेन्डको ओइरो लगाइदिन्छ, लाइन लगाउँछ। ल आज चाहिँ हाम्रो केटाहरूले पुरै त्यो गर्लफ्रेन्डहरूलाई केटीहरूलाई पट्याउने के फोन हान्दै पट्याउँदै गर्ने भन्ने कुरा भइरहेछ। पुरै के हान्दिने रे? फायर हानिदिनु पर्छ रे। ल के रे हाम्रो बाबा छैन नि खाँदै जाने चिन्ता एकदम बाबा पो उता दाले देख्छन् भन्ने हुन्छ र हैन। अनि सल्यानको सल्लाहहरू हेरौँ त गाइज। यो सल्लाहहरू मात्रै हेरौँ ल, हो हल्ला बिल्कुल हेर्नु मिल्दैन तपाईहरुले। अन्ली सल्लाह हेर्नुस् ल। बड्डाले एकचोटी मलाई केटाको अब हेर्नुस् उसको बिचल्ली छ अहिले। बिचल्ली ललखिने भर्खरै केटीले फोन काटेर त अब बिल्कुल फोन नगर्नु भनेर केटो अहिले स्ट्रिक भएर चुरोट बिरा गर्लफ्रेन्ड बोलेको चाहिँ चुरोट बिने हो त। अनि यता आएर बोल्नु, यता आएर। हिजो साँझ त्यस्तै हल्का माल खाएर अलिकति झ्याप भएर अब धेरै लागेर अब गर्लफ्रेन्डसँग त्यस्तै अब नचाहिने बोलिसकेपछि गर्लफ्रेन्डले चाहिँ आज बिहान मोर्निङमा पुरै के बिस्तारैमै फोन हानेर अब हुँदैन मसँग नबोल्नु, मलाई फोन नहान्नु भनिसकेपछि चाहिँ उनी एकदम स्याड भइरहेछन् क्या। छैन अनि स्याड किन भएको त फेरि? म स्याड छैन, म एकदम रोमान्टिक मुडमा छ हैन। यो जानेवाला छ लगभग यसको धड्कनले छोडिसकेको छ ठाउँ छोइसकेको छ। हामी अहिले त्यहाँ गएर एउटा बाख्रासँग उसको मिलन विसर्को कुरामा अहिले हामी एकदम हैन। अहिले पेट्रोलले लामो दुवा फिटिको मन पर्दैन थियो। तान्ने बेला ल्याम चुरोट तान्दिने पछि खाइन्न तपाईले चुरोट? मैले त चुरोट त अहिलेसम्म त छकै छैन। रक्सी पनि खाइन्न होला नि? हिस्सा चाहिँ किन फिलिली भइएको थियो त? त्यो त हिस्सा त खाइदिएको नि। ए माघीको अवसरमा खाइदिएको। मागेर खाएको हो। हजुर म मात्रै हो कि भनेको त त्यस्तो भन्नु हुँदैन त, लाजमर्दो कुरा भिडियोमा। ए हिजो म मात्रै हो कि भनेको अनि पुरै हिजो चाहिँ सबैजना फिलिली भएर रहेछन्। नखाने भनेको म मात्रै क्या हाम्रो फिलिमा। नखाने भनेको म मात्रै, अरू सब पुरै खाने, झ्याबोइदिने बस्ने होइन, टुन्नै खाने मात्रैवाला थियो सबै। मैले चाहिँ खाइनँ होइन। अहिले फाइनल्ली हामी यता पुगिसक्यो, एउटा घर भेट्यो होइन र। तिमी चुरोट तानिहाले। ओहो फाइनल्ली उता बाख्रा रहेछन् तर सल्यानमा आएर बाख्रा यतै पाल्या रहेछन् यार। के अरे बल्ल यिनी गोरु के गोरु। ओहो गाइस कति प्यारो छ यो। ओहो माई गड एकदम राम्रो छ। ओह टावर पनि आइने रहेछ। यो चाहिँ घर छ है। ओ बल्लको गोरुको एउटा सिङ चाहिँ के भएर रहेछ, भाँच्चिया रहेछ है। यो चाहिँ दामी एकदम सोलिड। उता गाई रहेछ, यसको चाहिँ सिङ भाँचिएको रहेछ। यो चाहिँ एकदम प्यारो छ यो त गाई। फाइनल्ली अहिले चाहिँ म भर्खर यता भेटेँ गाईहरू गोरुहरू मेरो पछाडि ब्याकमा। सल्यानमा आएर सल्यानमा प्रायः जसो पाल्ने रहेछन् गोरुहरू, गोरु बाख्रा नपाल्ने क्या यतातिर, यो घरमा पालेर रहेछन् होइन। त्यसैले गाइज राम्रै छ सबै कुरा। यता ए चल्लीखोर रहेछ यो चाहिँ।
यता चाहिँ पानी भर्या रहेछ सायद गोरुहरूलाई होला सायद